हो that's good किनभने अबको दिन तपाईहरुको लागि कठिन छ यहाँबाट ताज जित्नु ठुलो कुरो होइन अथवा हार्नु पनि ठुलो कुरो होइन तर त्यसको गरिमा राख्नु ओल्डमा गएर आफ्नो देशलाई आफूलाई रिप्रेजेन्ट गर्नु त्यो ठुलो चुनौती हुन्छ त्यसको लागि तपाईहरुलाई म शुभकामना दिन्छु र मलाई गौरव लाग्छ कि हाम्रो देशको महिलाहरूले ओल्डको प्लेटफर्ममा गएर आफूलाई प्रस्तुत गर्नुहुन्छ र तपाईलाई बेस्ट विशेष भन्न चाहन्छु धन्यवाद सर त्यसै सन्दर्भमा म यसै सिलसिलामा तपाईलाई रिलेटेड क्वेसन गर्न चाहन्छु इङ्ग्लिसमा सोधौँ कि नेपालीमा नेपाली तपाईको विचारमा फेसनले महिलालाई सशक्त बनाउँछ प्रश्नका लागि हार्दिक आभार व्यक्त गर्दछु पक्कै पनि फेसनले महिलालाई सशक्त बनाउँदछ फेसन भनेको हाम्रो शरीरमा सुहाउँदो लुगा लगाउनु हो र जब हामीले आफ्नो शरीरमा सुहाउँदो लुगा लगाइन्छ तब हामीमा आत्मविश्वासको विकास हुन्छ जब हामी आत्मविश्वास विकास हुन्छ तब हामीले आफूले लिएको लक्ष्य र चुनौतीलाई सहज ढङ्गले पार गर्दै सफलताको सिँढीमा चढ्न सक्दछौँ र मैले पनि आफूले उठाएका सामाजिक मुद्दाहरू मैले लगाएको पोसाकले मलाई जब आत्मविश्वास दिन्छ तब मैले उठाएका सामाजिक मुद्दाहरू महिला सशक्तिकरण र महिलाको मानसिक स्वास्थ्यका बारेमा मैले जुन जनचेतना जगाउँछु भन्ने लक्ष्य लिएकी छु त्यो लक्ष्य मैले सहज रूपमा हासिल गर्नेछु अपेक्षित उपलब्धि हासिल गर्नु भनेको मेरा लागि सफलता हो त्यसैले फेसनले महिलालाई सफल पनि बनाउँछ सशक्तका साथसाथै सफल पनि बनाउँछ भन्दै मेरो उत्तर टुङ्ग्याउँदछु हार्दिक धन्यवाद शुभ सन्ध्या